ओके, आज चाहिँ हामी अब इनपुट फङ्सनको बारेमा एकछिन बुझौँ है त। यो बुझेपछि चाहिँ तपाईँहरूलाई इन्टरभ्यूमा पनि एकदम काम लाग्छ र सँगै स्कुल कलेजेसहरूको लागि बुझिरहनु भएको छ या एआईको लागि बुझिरहनु भएको छ भने नि एकदम बेस बन्छ है। ओके, इनपुट फङ्सन है। हामी एकचोटि VS कोडमा जाउँ। हामीले प्रिन्ट गर्न हेऱ्यौँ एन्ड भेरिएबल डाटा टाइप्सको बारेमा नि बुझ्यौँ, राइट। अब के हुन्छ भन्दाखेरि मैले एउटा यहाँ फाइल बनाउँछु। यहाँ के लेख्छु भन्दा यसलाई म इनपुट फङ्सन है डट py। अब हेर्नु, इनपुट फङ्सन भने चाहिँ के हो भन्दाखेरि इट्स सिम्पल। यो चाहिँ बाहिरबाट बस इनपुट लिनु हो के, युजरबाट चाहिँ इनपुट लिने हो। डट txt मा भएछ, आई थिङ्क आई रोट डट ई डट पु भयो भने पनि यसले टेक्स्ट जसरी नै हेर्छ। सो हेर्नु होला, यसलाई अब म यहाँ गएर म नयाँ बनाउँछु। यहाँ इनपुट डट py भन्ने एउटा बनाएँ र यसमा के हुन्छ भन्दाखेरि इनपुट मैले लिएँ। इनपुटको मतलब के हो भन्दाखेरि जस्तो इनपुट अनि इन्टर योर नेम, अनि यहाँ मैले यस्तो गरिदिएँ, यसलाई रन गरेँ। हेर्नु, मलाई क्या इन्टर योर नेम गरेर मलाई लेख्न दियो के। प्रिन्ट फङ्सनमा के थियो, यहाँ प्रिन्ट मात्र भएको थियो, बट इनपुट फङ्सनमा के भन्दा मलाई यहाँ लेख्न पनि दिन्छ। ल मैले यहाँ सौगात भनेर दिएँ। अब यो कतै न कतै गएर त सेन्ड गर्नु पर्यो, राख्नु पर्यो स्टोर। त्यही नै भेरिएबलको कन्सेप्ट आउने नै त्यही हो। ए इजिकल टु मैले एमा लगेर राख्न पाएँ, नभए अझै राम्रो मैले यहाँ नेम भन्नेमा लगेर राख्न पाएँ है। नेम भन्ने भेरिएबलमा मैले यहाँ राख्न पाएँ। अब अर्कोमा म के राख्न पाउँछु भन्दा मेरो रोल नम्बर। ल भनौँ रोल नम्बर या एज। ल एज एज इजिकल टु मैले के गरेँ भन्दाखेरि इनपुट इन्टर योर एज गरेँ होइन। इन्टर योर एज गरेपछि मैले यहाँ डबल यसरी दिएँ। के गरेँ भन्दाखेरि इन्टर योर एज। इन्टर योर एज केमा गएर बस्छ, एज भन्ने भेरिएबलमा गएर बस्छ। मैले यहाँ जस्तो यसलाई रन गराइदिएँ अन्त यी नेम सौगात एज 12। मैले यहाँ के गरेँ, एकसँग प्रिन्ट गरेँ अनि प्रिन्ट अनि प्रिन्ट यहाँ हेर्नु, यो कुरा बुझ्नु, हेलो। अनि मैले यहाँ यसरी कमा अनि मैले यहाँ नेम भने अनि फेरि यसो गरेँ। ओके, आई सी, म अहिले बुझाउँछु यो कुरा, सो डोन्ट वरी। आई सी योर नेम इज योर नेम होइन, आई सी योर एज इज गरेर यहाँ कमा दिएर मैले एज लेखेँ। ओके, यहाँ नेममा आयो, मैले यहाँ सौगात दिएँ र यहाँ एजमा मैले जस्तो 12 लेख्थेँ। ओके, हेलो सौगात, ओके आई सी योर एज इज 12। अझै हामी यसलाई अब अझै कुरा बुझ्छौँ। यसले कोडले कसरी काम गरिरहेछ बुझौँ है। यहाँ के गरिरहेछ, इनपुट इन्टर योर एज अनि इनपुट इन्टर योर, यहाँ एज भन्यो नि इन्टर योर एजै आइरहेछ। इन्टर योर नेम भन्दाखेरि इन्टर योर नेमै आइरहेछ र त्यो नेममा गएर के छ, सेभ भा, र यो एजमा गएर सेभ भएको छ। यो एजमा चाहिँ जे दिएको छ यो 12। अनि हेलो हेर्नु, यो बिचमा जे लेख्छौँ त्यो जस्ताको त्यस्तै, र कमा दिएर हामीले भेरिएबल लेख्यौँ। त्यही भएर पछाडि नेममा के भ्यालु स्टोर छ भनेर सोचिरहेछ यसले। के भयो, यसले भेरिएबल माथि यसको के खोजिरहेछ, यो नेममा के छ। यहाँ सौगात दिएको थियो त्यही भएर सौगात छ। एजमा के छ त 12 छ, 12 दिएको थियो त्यही भएर 12 छ। र यसको ठाउँमा यो बिच छ, यो डबल कोटेड कमाको बिचमा जे लेख्यौँ त्यही नै यहाँ हुन्छ है त। बेसिकली यो कुरा बुझौँ। र अर्को कुरा के बुझौँ भन्दाखेरि मैले यसलाई अब हेर्नु, इनपुट लिने बेलामा र इनपुट लिने बेलामा हामी के गर्छौँ भन्दाखेरि सधैँ हामी जस्तो एउटा भेरिएबलमा राख्यौँ ए इजिकल टु अनि इन्टर योर नेम, नभए त हामी यसरी नेममै पनि भेरिएबल बनाउन मिल्छ। हामीले भेरिएबलको सेक्सनमा हेरेको थियौँ भेरिएबल केलाई राख्न मिल्छ र केलाई मिल्दैन। नेम भन्ने सेक्सनमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तो मैले लेखेँ यहाँ इनपुट अनि
ओके आई होप यु अन्डरस्ट्यान्ड अबाउट दिस हैन यहाँ यो नेम भन्ने कुराको हेर्नु त टाइप के छ भन्दा मैले यहाँ सौगात दिएँ यहाँ 12 दिएँ र यहाँ त स्ट्रिङ छ र मैले यहाँ नेमको ठाउँमा एज लगाएर हेरेँ के एज यहाँ 12 दिएँ यानी 12 दिए के छ एज हो नि एज पनि स्ट्रिङमै आछ के विच इज अ नट अ गुड थिङ हामीलाई चाहिँ यो यसले के बुझिन्छ भन्दाखेरि अटोमेटिकली नै यो इनपुट लिने बेलामा अटोमेटिकली नै डाटाहरू चाहिँ केमा जान्छ स्ट्रिङमा जान्छ के त्यसले चाहिँ कहाँ कन्फ्लिक्ट ल्याउँछ भन्दाखेरि एकछिन हेर्नु है त म यसलाई शिफ्ट प्लस कन्ट्रोल प्लस स्ल्यास गर्यो भने चाहिँ यसरी यो कमेन्ट यो यो ह्यासट्याग राखेपछि कमेन्ट हुन्छ कमेन्ट भनेपछि उनीहरूले कोड पढ्दैन पाइथनले सो यही गर्न लागेको अब यो कोड नपढिकन जस्तो मैले ए भन्ने ठाउँमा चाहिँ हेर्नु है इनपुट अनि इन्टर अ नम्बर भनेर भनेर अब यहाँ के गरेँ यही कुरालाई मैले बी भन्नेमा पनि त्यही गरेँ एउटा नम्बर चाहिँ अब हेर्नु मैले रन गरेँ के आयो अझै रन भन्दा पनि यसमा अझै के गरौँ भन्दाखेरि मैले यहाँ सी इज इक्वल टु ए प्लस बी अनि प्रिन्ट डोन्ट वरी यो सबै के हो भनेर म पछि बुझाउँछु हैन बट यो मैले चाहिँ के बुझाउन खोजेको भन्दाखेरि जस्तो हेर्नु है सुरुमा यो कोड एक्जिक्युट भयो इन्टर नम्बर गर्यो एमा गएर मैले यहाँ जे दिन्छु मैले 12 दिएँ एमा गएर बस्यो बीमा यो के भयो ल बीको वाला त कोड एक्जिक्युट भयो नि त इन्टर नम्बर किन भएन त फेरि एकचोटि गरौँ इन्टर नम्बर यहाँ 12 गर्यो यी सेकेन्ड वाला नम्बर यो बीको नम्बर दियो 23 दियो अब हेर्नु त बच्चालाई पनि आउँछ नि ए प्लस बी 12 प्लस 23 गर्दा त कति 2 जोड्यो 25 35 हुनुपर्ने हो बट यहाँ हेर्नु त इन्टर के आयो 1225 के किन यस्तो आयो भन्दाखेरि हामीलाई चाहिँ के छ भन्दाखेरि प्रिन्ट मैले यहाँ टाइप अनि ए गरेर हेर्नु है ए को टाइप के छ त अनि बी को टाइप पनि के छ यसलाई नै मैले यहाँ बी यहाँ 12 अन्त स्ट्रिङ छ के मैले प्लस गर्दा पनि 12 आइरहेछ स्ट्रिङ छ स्ट्रिङ र स्ट्रिङलाई जोड्दाखेरि यसले अटोमेटिकली के गर्छ भन्दा पाइथनले चाहिँ ओहो यो त स्ट्रिङ हो यो स्ट्रिङ भइसकेपछि यसलाई धेरै दिमाग नलाऊँ यो इन्टिजर होइन त्यही भएर प्लस माइनस केही पनि दिमाग नलाइकन उसले टक्क राखिदिन्छ कि जसरी मैले यहाँ एन्सर सौगात र श्रेष्ठ दिए सौगात श्रेष्ठ मात्र भइदिन्थ्यो त्यसै गरी त्यही भएर यसलाई एउटा प्रोसेस के हुन्छ भन्दा आइएनटी भनेको के हो इन्टिजर यो पहिल्यैदेखि यो इनपुट लिने बित्तिकै यो सेक्सन केमा हुँदो रहेछ त स्ट्रिङमा हुन्छ इभन दो हामीले नम्बर दिए पनि अब स्ट्रिङ यही पनि लेखेछ है हेर्नु है यसरी गरेँ मैले अलिकति यहाँ टाइप स्ट्रिङ डे भनेर भनेको छ है अब हेर्नु यो फङ्सन अब के गर्ने भन्दाखेरि त यसलाई इन्टिजरमा पार्नु पर्यो क्या त्यही भएर हामी आइएनटी यसरी यसको सिन्ट्याक्स चाहिँ यही हो आइएनटी टक्क यसलाई यहाँ पनि आइएनटी अनि ब्राकेटमा राख्छौँ अब यो गरेपछि चाहिँ के हुन्छ भन्दा हामीले जुन नम्बर लिन्छौँ नि त्यो नम्बर पहिला इन्टिजरमा बन्छ अनि क्लास इन्टिजरमा बन्यो त्यसपछि चाहिँ एमा गएर स्टोर हुन्छ क्या त्यो गरेपछि यो प्रब्लम आउँदैन ल म हेर्नु अब फेरि यो कोड एक्जिक्युट गरौँ 12 गर्यो अनि यहाँ 13 गर्यो ऊ हेर्नु त अब चाहिँ क्लास इन्टिन मैले यो 12 हेर्नु त सुरुमा इनपुट यो वाला कोड चल्यो इन्टर नम्बर वाला अनि 12 चाहिँ कहाँ गएर बस्यो भन्दाखेरि एमा गएर बस्यो क्या त्योभन्दा अगाडि एमा जानुभन्दा अगाडि चाहिँ के भयो इन्टिजरमा कन्भर्ट भयो त्यसपछि मात्र एमा गएको छ यहाँ पनि के छ यो इनपुट इन्टर नम्बर भन्यो 13 यहाँ गएको यो चाहिँ के भएको छ भन्दाखेरि पहिला इन्टिजर बन्यो अनि मात्र एमा गएर स्टोर भएको छ त्यही भएर यसको आइएनटी क्लास इन्टिजर भन्यो अब इन्टिजर भइसकेपछि चाहिँ पाइथनले यसलाई आफै बुझ्छ कि अब यसलाई क्यालकुलेसन गर्नुपर्छ इन्टिजरको फर्म भएपछि यसको प्रपर्टिजहरू मल्टिप्लाई गर्ने हो कि डिभाइड गर्ने हो कि देयर आर डिफरेन्ट थिङ्स यही टाइप पनि हो अनि प्रिन्ट सी लास्टमा यसलाई प्लस गरेर यहाँ सीमा जे बसेको थियो ए प्लस बी सीमा गएर बसेको थियो अनि त्यही सीलाई चाहिँ प्रिन्ट गरिदियो त्यसलाई 25 आयो है त
यो कुरा एकदम सजिलो छ। अब नेक्स्ट क्लासमा चाहिँ हामी यसकै एक्सर्साइजहरू गर्नेछौँ। त्यो चाहिँ अब भोलि पर्सि तपाईँहरूलाई इन्टरभ्यूमा नि सोध्न सक्छ इफ यु आर गोइङ फर डेभलपिङ। अल्सो कुनै गेम बनाउनु पर्यो, कुनै एआईको लागि पनि एकदम बेस्ट हुन्छ र स्कुलको लागि पनि एकदमै बेस्ट हुन्छ है त। आज भिडियो लामो भइसक्यो, ल यति नै गरौँ है।